Bye.
कार्यक्रम जारी भइसकेको थियो। त्यसका लागि यहाँहरूप्रति आशीर्वाद प्रदानको बाद धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ। मनिष बराल जहाँ गए हुन्छ स्टेजमा सम्पर्क राख्दै हुन हार्दिक अनुरोध गर्दछु।
यहाँहरूको माया यहाँहरूको सद्भावले नै हामी अगाडि निरन्तर बढिरहेका छौँ। यहाँहरूको माया सहयोग हरेक किसिमको सहयोगले हामीलाई अझ अगाडि बढ्ने अझ सामाजिक कार्यमा लाग्न प्रेरणा दिँदै आएको छ। र मैले भनिसकेको थिएँ हामीलाई यति माया गर्नुभयो कि आशीर्वाद क्लब अफ नेपालको देउसी भैलो कार्यक्रम सुरु हुन अगाडि सहयोगी दाताजीहरूले सहयोग गर्ने क्रम जारी भइसकेको थियो। सहयोग गर्ने क्रममा मलाई
गर्नुभएको सहयोग पनि हामीले आगामी दिनहरूमा राम्रो कार्यक्रममा नै उपयोग गर्नेछौँ भन्ने बाचा गर्दै म सहयोगदाताहरूको नाम पनि उच्चारण गर्न गएको छु। त्यसै गरी हामीलाई बालकृष्ण सरले रु 120 रुपियाँ सहयोग गर्नुभएको छ। कृपया सबैजनाले ताली बजाइदिनु होला। त्यसै गरी विनायक घमालज्यूबाट हामीलाई रु 600 रुपियाँ प्राप्त भएको छ। यसै गरी सूर्यप्रसाद लामिछानेज्यूबाट हामीलाई रु 505 रुपियाँ प्राप्त भएको छ। यसै गरी राजु प्रसाद बराल, अर्जुन बराल हाम्रो यसै क्लबका अध्यक्ष अर्जुन बराल साथै सदस्य सहसचिव विद्या बरालको घरबाट हामीलाई रु 3500 रुपियाँ प्राप्त भएको छ। कृपया सबैजना ताली बजाइदिनु होला। यसै गरी हामीलाई राजु साईज्यूबाट हामीलाई रु 500 रुपियाँ प्राप्त भएको छ। यसै गरी हामीलाई रक्षा बरालज्यूबाट हामीलाई रु 505 रुपियाँ प्राप्त भएको छ। त्यसै गरी हामीलाई सिद्धान्त दत्त बरालज्यूबाट हामीलाई रु 505 रुपियाँ प्राप्त भएको छ। यसै गरी हामीलाई राधाकृष्ण बराल हाम्रो यसै क्लबका सदस्य भाइ प्रशान्त बरालको बुवा हुनुहुन्छ, उहाँबाट हामीलाई रु 500 रुपियाँ प्राप्त भएको छ। यसै गरी हामीलाई बुद्धिराज बराल हाम्रो यसै क्लबको सदस्य युनिसाको बुवा हुनुहुन्छ, उहाँबाट हामीलाई रु 1005 रुपियाँ प्राप्त भएको छ। यसै गरी गोविन्द बरालज्यूबाट हामीलाई रु 510 रुपियाँ प्राप्त भएको छ। यसै गरी हामीलाई कृष्ण प्रसाद बराल अर्चलपाटाबाट हामीलाई रु 505 रुपियाँ प्राप्त भएको छ। यसै गरी सुशीला बराल गौतमज्यूबाट हामीलाई रु 1000 रुपियाँ प्राप्त भएको छ।
सबैले ताली बजाइदिनु है, ताली ताली।